हेलो, म सरिता फेरि पनि हजुरको माझमा आएको छु। तपाईहरुलाई नमस्ते, कुचुजाङपो, सेवारो, सेवान्ने। अब मैले आज सानो मसिनो खालको माछा बनाइरहेको छु। यो कालो कराई किटको कराईमा पकाउँदा चाहिँ ओरिजिनल स्वाद आउँछ। यो चाहिँ अर्ग्यानिक कराई र एकदम अर्ग्यानिक माछा भनौँ न है, खोलाबाट ल्याएको र कालो कराईमा चाहिँ साह्रै स्वाद आउँछ। साथीहरु, हजुरले पनि बनाएर खानुहोस्, साह्रै स्वाद आउँछ, स्वादिलो हुन्छ र मिठो हुन्छ। यसमा चाहिँ लसुन, प्याज, अदुवा, खोर्सानी हालेर पहेँलो तोरी हालेर एकदम मजाले यसको भुटन हालेर मजाले यसलाई ग्रेभी बनाउनु पर्छ। मजाले ग्रेभी बनायो कालो कराईमा र यस्तो बाक्लो हुन्छ मजाले। र यो बाक्लो भएको यसमा चाहिँ अझै ग्रेभी हाल्नुपर्छ है, स्वादिलो हुन्छ, स्वादिष्ट हुन्छ। हेर्नुहोस् त, आमामा खाउँ लाग्दो, आमामा कस्तो खाउँ लाग्दो भएन साथीहरु, हेर्नुहोस् त, एकदमै खाउँ लाग्दो। साथीहरु, अब यो माछाको झोल ग्रेभी पनि बनिसक्यो, हेर्दा पनि खाउँ लाग्ने भइसक्यो। तपाईले मन पर्यो भने लाइक, शेयर, सब्स्क्राइब पनि गरिदिनुहोस् भनेर भन्न चाहन्छु। यो सरिताबाट बाइ बाइ, सेवान्ने, सेवारो।